हेलो गाइस, म चाहिँ हाम्रो के भन्छ अरे गाउँबाट चाहिँ म चाहिँ बेस्ताडा बजार जान लाग्छु। अनि म चाहिँ हाम्रो जङ्गलमा चाहिँ यस्तो देखाउँछु। म जङ्गलमा म बेस्ताडा जाँदासम्म चाहिँ प्रत्येक ठाउँहरू तपाईँहरूलाई देखाउने छु। हाम्रो जङ्गल यस्तो छ हैन, यस्तो यहाँ बाटोघाटो पनि राम्रो छैन। अब के गर्नु, दुःख छ, गाह्रो छ जिन्दगानीमा, यस्तै छ है त। बाटो चाहिँ यस्तो छ है, यहाँ चाहिँ बाटो खासै त्यति राम्रो त छैन। बाटोको अवस्था चाहिँ यस्तै छ, हिँड्नलाई चाहिँ गाह्रै छ है त। यस्तो छ, हेर्नु त, यसरी चाहिँ हिँड्नुपर्छ। जङ्गल चाहिँ यति ठुलो जङ्गल छ है, घना जङ्गल छ। यो जङ्गलदेखि तलतिर पनि के छ भन्दाखेरि एकदम ठुलो गाउँ छ फेरि हैन, एकदम ठुलो गाउँ छ। गाउँ चाहिँ धेरै ठुलो छ, त्यो गाउँ पनि देखाउने छु। पानी परेर हेर्नुहोस् त, बाटोको हालत चाहिँ यस्तो खतम छ। अब के गर्नु त हैन। जङ्गल चाहिँ लास्टै ठुलो छ है। म चाहिँ के भन्छ अरे कति टाढाबाट आइसक्यो हेर्नु त, अझै पनि गाउँ आएको छैन। हेर्नु, म फेरि बाटो देखाउँदैछु है त। यसरी चाहिँ हिँड्नुपर्छ है, यस्तो छ बाटोको हालत। अब चाहिँ गाउँ आउँदैछ, यहाँ तलतिर चाहिँ एकदम ठुलो गाउँ छ हैन। अलि म चाहिँ गाउँ पनि देखाउँछु, गाउँ आउँदैछ बिस्तारै। यो तपाईँहरूले कुन ठाउँ हो भन्न खोज्नुहुन्छ भनेपछि यो चाहिँ भगवतीमाई गाउँपालिका दैलेख वडा नम्बर 5 हो है यो ठाउँ चाहिँ। हेर्नु, अब चाहिँ गाउँहरू देखिन्छ यहाँबाट। दैलेख जिल्ला पनि, दैलेख बजार पनि देखिन्छ। अब चाहिँ आउँदैछ बिस्तारै है। यो चाहिँ एकदम ठुलो सल्लाहको रुख छ, सायद यो दैलेख जिल्लाकै सबभन्दा ठुलो सल्लाहको रुख होला सायद, जहाँसम्म मलाई लाग्छ है। म चाहिँ यसरी देखाउँदैछु, हेर्नु। यी एउटा घर त देखिसक्यो है। यो सल्लाहको रुख चाहिँ यति ठुलो छ कि कुरै छोडिदिउँ। यहाँ चाहिँ एउटा थान पनि छ, देउताको थान पनि छ। त्यो यहाँदेखि चाहिँ पारि देखेको त्यो चाहिँ डाँडाहरू भएको चाहिँ त्यो चाहिँ भगवतीमाई गाउँपालिका वडा नम्बर 1 हो है। त्यसलाई पगनाथ भन्छ, पगनाथ भन्ने ठाउँ हो त्यो चाहिँ। अनि यो चाहिँ रुम भन्छ, त्यो वडा नम्बर 2 हो। सल्लाहको रुख चाहिँ यति ठुलो छ है, हेरौँ है। हेर्नु, यति धेरै ठुलो छ सल्लाहको रुख। यो क्यामेरामा कैदै गर्न सकिएन, यति धेरै ठुलो छ। यहाँ नजिक भर्खर एउटा विकासको निर्माण भएको प्रोजेक्ट चाहिँ छ यहाँ नजिक। यो भर्खर पानी ट्याङ्की चाहिँ विकास भइरहेको अवस्थामा कलर सलर गरेर निर्माण गरिएको अवस्था छ। मैले चाहिँ देउताको थान भनेको चाहिँ यही हो है। यहाँ चाहिँ एउटा बजी चाहिँ बास गर्नुहुन्छ। अनि यो चाहिँ सल्लाहको रुख चाहिँ यही हो। अनि त्यो चाहिँ पारि देखिने चाहिँ हाम्रो चाहिँ जगन्नाथ भन्छ, यसलाई चाहिँ जगन्नाथ वडा नम्बर चाहिँ 4 हो। जुन चाहिँ मैले अहिले भिडियो चाहिँ वडा नम्बर 5 बाट कैद गरिरहेको छु। यो चाहिँ हाम्रो वडा नम्बर 5 हो है। यस्तो देखिने चाहिँ वडा नम्बर 5 हो। तल चाहिँ देखिने चाहिँ त्यो चाहिँ बेस्ताडा बजार भन्छ। अहिले चाहिँ मेरो यात्रा बेस्ताडासम्म हुनेछ। बेस्ताडा बजार हो, वडा नम्बर 5। हेर्नु, यस्तो छ वडा नम्बर 5। जङ्गलहरू यस्तो छ, यस्तो छ। हेर्नु, वडा नम्बर 5 हो। अनि आज आकाशमा पनि घाम यस्तरी टल्किरहेको छ, हेर्नुहोस् त, यति सुन्दर आकाश छ आज। यो चाहिँ है वडा नम्बर 5 बाट बेस्ताडा हेर्नु त कस्तो दामी देखिया छ। यस्तो छ, दैलेख जिल्ला पनि देखिन्छ यहाँबाट। म चाहिँ जुम गरेर देखाउँछु, हेर्नु, त्यो पारि देखिने चाहिँ दैलेख जिल्ला हो है। तपाईँहरूलाई चाहिँ म अब एउटा गाउँ चाहिँ देखाउन गइरहेको छु। अब गाउँ आउँदैछ है यहाँबाट चाहिँ। यसरी चाहिँ हामी चाहिँ बेस्ताडा बजारसम्म पुग्न सकिन्छ। यो हाम्रो वडा नम्बर 5 यस्तो सुन्दर छ, हेर्नुहोस्।
यसरी चाहिँ हामी चाहिँ हेर्न सक्छौँ। यहाँ चाहिँ तपाईँहरू चाहिँ गाउँ चाहिँ हेर्न सक्नुहुन्छ। हेर्नु गाउँ चाहिँ यस्तो छ है हाम्रो चाहिँ। अब गाउँघरतिर यस्तै हुन्छ घरहरू है, यस्तै छ। अनि यो चाहिँ ठुलो भवन देखेको चाहिँ हाम्रो चाहिँ वडा कार्यालय, वडा नम्बर 5 चाहिँ वडा कार्यालय हो। अनि यो चाहिँ बन्दै गरेको चाहिँ स्वास्थ्य हो है त। धन्यवाद।